एकचोटि सम्झियो कतिवटा चुनावमा बेलारामा एयरपोर्ट बनाउँछौ आमा भन्दै सम्झिनु। मैले पनि सम्झे, म देशभरि घुम्दा सम्झिन्छु यो किन गर्दैन यो भनेको काम। कहीँ 4 लेनको बाटो बनाइदिन्छु भन्छन्, कहीँ सुकुम्बासी समस्या समाधान गरिदिन्छु भन्छन्, कहीँ यी बेलारामा एयरपोर्ट बनाउँछु भन्छन्। काम त गर्दैनन्। किन गर्दैनन्? यिनीहरूले नजानेर अथवा नचाहेर होइन, जानिकन गर्दैनन्। किनभने यो बेलाराको एयरपोर्ट राजेन्द्र राई जस्ताको राजनीतिको दोकान हो। अनि सुनको फुल पार्ने कुकुरो कसैले काट्छ? फेरि एयरपोर्ट बनाउँछु भन्दै। त्यसकारण यो देशमा र यो धनकुटामा कैयौं समस्याहरू जानी कायम राखिएको छ। अघि टमाटरको कुरा गर्नुभयो आदरणीय दाइ, एकचोटि सोचेर हेर्नुहोस् त, यिनीहरू के भन्दै आउँथे हिजो कम्युनिस्टहरू हामीलाई प्रशिक्षण दिँदा। यिनीहरूले बिचौलिया मुक्त राष्ट्र बनाउँछौ, उत्पादन वितरण सम्बन्ध सिद्धान्त सिकाएको होइन। यिनीहरूले हामीलाई उत्पादन वितरण सम्बन्ध सिद्धान्तको प्रशिक्षण दिँदै गाउँ डुलेका होइनन् यिनीहरू। सोच्नुहोस्, यहाँ 25 रुपियाँमा बिकेको टमाटर विराटनगर पुग्दा 25 पंचे 125 पुग्छ। बीचको 100 रुपियाँ जान्छ। कहाँ जान्छ बीचको 100 रुपियाँ? सोच्नुहोस्, परिवर्तनको सम्भावनाका अघि कुरा धेरैटा नाम्चे ओखरे जम्मै पर्यटकीय स्थलहरू जति छन् सबै कङ्क्रिटका जंगल बन्दैछन्। यत्रा के बिल्डिङमा त अमेरिकामा बसिहाल्थ्यो नि खैरे, यहाँ त मचानमा राखेर तिनपाने खुवाउनु पर्ने हो नि। अर्ग्यानिक पर्यटन होमस्टे हुनुपर्ने हो। हाम्रा स्थानीय संस्कृतिहरू डिस्को त अमेरिकामा देखेकै छ नि त्यसले बाबा। साकेला नचाउने पालन सुनाउ पर्यटकलाई। अर्ग्यानिक पर्यटन छैन। किन छैन? किनकि उनीहरूको प्राथमिकतामा यो कुरा कहिल्यै परेकै छैन। म एउटा कथा गाउँमा जान सुनाइरहन्छु। मेरो एउटा नातेदारले 3टा स्वास्नी ल्यायो, तर एउटा गतिलो घर बनाएन। 3टा स्वास्नी ल्यायो, एउटा गतिलो घर बनाएन। किनभने घर बनाउने कुरा त प्राथमिकतामै छैन त, स्वास्नी ल्याउने मात्रै प्राथमिकता छ। त्यस्तै यहाँबाट चुनाव जितेर जानेहरूको प्राथमिकतामा कहिल्यै तपाईँ हाम्रो जीवनशैली र कहिल्यै तपाईँ हाम्रो जीवनसँग जोडिएका मुद्दाहरू तिनीहरूको प्राथमिकतामा परेनन्। त्यसकारण यति धेरै सम्भावना भएर पनि आज धनकुटाबाट मान्छेहरू पलायन भइरहेका छन्। आज देशका हरेक गाउँमा गएर हेर्नुहोस्, मेरो उमेरका युवा खोज्नु पर्यो भने बत्ती बालेर खोज्नुपर्छ गाउँमा। मेरो उमेरका युवा, हरेक गाउँको स्थिति यही छ। किन त?